लाउरे म त सल्टिना छुट्टीमा आएको तिम्रै माया लाग्छ सल्टिना 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 जाउँला रेलैमा सरर गोर्खा पल्टना ल है जाउँला रेलैमा सरर गोर्खा पल्टना यसै गरी स्कुटर तान्छु म चलाउन नआउनेले चलाइसी के गर्न सक्छु र यसै गरी म स्कुटीमा बस्छु रे अब जान्छौँ हामी नुवाकोट खोजबाट झर्छौँ रे लुम्बिनी आहै लुम्बिनी लुम्बिनी जाउँला रे लैमा सरर जाउँला रे लैमा सरर स्कुटीमा ओ स्कुटीमा हामी भाइ हिँडेका 7 गते इक्जाम छ त्यही पनि टेन्सन छैन ल ए लुम्बिनी ए लुम्बिनी नुवाकोटबाट देखिने भ्यू सबै जुम्बिनी ए पछाडि चाहिँ सुशील दाइ आउन छ कहाँ आउनुहुन्छ थाहा छैन हामीलाई त लुम्बिनी 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 हेलो एभ्रिवान आज हामी नुवाकोट आएका छौँ यसै गरी नुवाकोटबाट झर्दैछौँ हामी चाहिँ स्कुटीमा आएका छौँ दुईले स्कुटी लिएर आएको सुशील दाइ चाहिँ पछि पछि आउँदै हुनुहुन्छ उताबाट अनि हामी चाहिँ अगाडि अगाडि दुई भाइ चाहिँ अगाडि अगाडि आइरहेका छौँ हामी चाहिँ अब यही यात्रा यो हाम्रो बेलासम्मको हुनेछ धेरै टाढाको यात्रा गर्ने छैनौँ जाडो मौसम भएको कारणले मैले सोलो गरेर सुशील दाइको फ्रेम निकालौँ ल ओ माई गड चिसो भन्नुहुन्छ हाम्रो सुशील दादाले यसै गरी हाम्रो सुशील दादा पछाडि आउनुभयो उता डेट पनि बसेका छन् तर डेट बसेका हामी कुरा नगरौँ तर हामी चाहिँ ल है हामी 3 भाइ भएर आएको आज 3 भाइ भएर आएको हामी 2 भाइ चाहिँ अगाडि छौँ स्कुटीमा यो चाहिँ हाम्रो स्कुटी अनिलले चलाउनु भएको छ यसै गरी जाडो छ है आजको मौसम जाडो छ ए हात काम्छ जाडो छ यो जाडोमा यस्तरी हिँड्ने हुने सबैलाई म विनम्र अनुरोध गर्नुहोस् तपाईँ घरै आगो तापेर बस्नुहोस् चिरागमुनि बस्नुहोस् बिरामी भयो भने पैसा खर्च हुन्छ यत्रा बाइक हेर्नुहोस् त यहाँ यत्रा बाइक के गर्न आइगाउने ए दैव काम भए मात्र हिँड्नु होला यो चाहिँ मेरो सबैलाई विनम्र अनुरोध छ हामी चाहिँ जनचेतना फैलाउन हिँडेका व्यक्ति हौँ हामी बिना काममा हिँडेका छैनौँ जनचेतना फैलाउन हिँडेकाले सुशील दाइको क्यामेरा आएन भनेर हल्सो ल सट्टा अगाडि जानु दाइ अगाडि जानुको ल भयो भएको अब त फ्रेममा आइसक्नु यसरी जुम्बिनी भलक गर्छौँ हामी त जुम्बिनी है जुम्बिनी भलक गर्छौँ हामी त जुम्बिनी त्यसै गरी यो भलक युट्युबमा आउन नि सक्छ नआउन नि सक्छ गाह्रो आएन भने गाह्रो पिरो नमान्नु होला यो चाहिँ खेतर हल्लिराख मोबाइल खस्यो भने अनिलले पनि मलाई आरोप नलाउनु होला पछाडिको स्कुटीमा हाम्रो मनोरञ्जन साथीहरू आउँदै हुनुहुन्छ यसरी आर्मी ट्रेनिङ सेन्टर छ पहिला आएर यहाँ ट्रेनिङ गरेको मलाई अझै याद छ
विगतको यताबाट गाई चाहिँ उताको बाटो जान खोज्नु भएको छ तर हामीले चाहिँ यतैबाट बोलायौँ मेरो हात पाटिसकेको छ महोदय म लिफ्ट चेन्ज गर्छु है ल मेरो हात पाटेर मैले लेफ्ट साइडबाट गर्न लाएँ आज चाहिँ केही तयारी नभएकाले जे छ जसो छ जति देखेको छ त्यसमा खुसी हुनु होला क्वालिटी त राम्रो आउँछ 1.5 लाखको फोन हो म त्यसमा केही नाराजी जताउन तर यो राखाइ डिस्प्ले अथवा होइन यो भ्यूहरूको बारेमा चाहिँ म अलि थोरै भन्दा थोरै गर्न चाहन्छु जस्तै स्कुटी यो पछौरी कसको भनेर भन्दियो ल यो पछौरी कसको अरे ए दैव आइको ढङ्ग लैदिएको सुशीललाई फेरि पछाडि आउँदै हुनुहुन्छ फ्रेममा ओभरटेक हान्ने प्रयास जारी छ ओभरटेक हान्ने प्रयास जारी हुँदाहुँदै पछाडि बस्नुको फाइदा के हुन्छ भन्दाखेरि यताउति हेर्न पाइन्छ भ्यू हेर्न पाइन्छ होइन मनोरञ्जन गर्न पाइन्छ यसै गरी हाम्रो सुशील दादा पनि आउँदै हुनुहुन्छ यहाँ आगो बालेर चाहिँ आगो ताप्नु के गर्न लाग्छ तर आगो नताप्ने आगोलाई गाईको गोठ छ गाईको गोठ हो भैँसी पाल्छन् होइन यहाँ चाहिँ मलाई चिनेका मान्छेले ओए गर्छन् तर म फेरि हेर्दैन राम्रोसँग बिग फ्यान भन्छन् बिग फ्यान भन्दा थ्याङ्क यू भन्छ तर अब झर्ने कुरो त सम्भव छैन नि त हजुरहरू अब कहाँ कामले हिँडिसके हामी बिना काममा हिँडे भए थ्याङ्क यू भन्न हुन्थ्यो अटोग्राफ दिन हुन्थ्यो तर जनचेतना फैलाउन हिँडेका व्यक्तिले होइन हामीले कुनै हाँस्नु खुसी त्यसै गरी हामी जनचेतना फैलाउन हिँडेका व्यक्तिले हामी बिना काममा हिँडेका छैनौँ यो चाहिँ म स्पष्ट गराउन चाहन्छु केही कुराको नराम्रो लागेमा कमेन्टमा भनिदिनु होला यो कुरा नराम्रो लाग्यो भनेर हामीले सुधार्न प्रयास गर्नेछौँ त्यसै गरी हामी बेलवास चोकतिर आइपुगेको छौँ र हामी बाटो क्रस गर्नेछौँ यो मङ्गुर हाइवेको पार्ट पर्छ हाम्रो घर चाहिँ यो घरको लोकेसन त नबताइदिन पर्ने हो तर पनि मैले बताइदिइसकेको छु फ्यान्सहरू आएर ढोकामा बाहिर उभिनुहुन्छ त्यो ठिक मलाई लाग्दैन त्यही भएर म लोकेसन चाहिँ अलिकति नबताउन चाहन्छु फ्यान्स देख्छौ फ्यान्सहरूले मलाई हात खडा गर्छन् तर म ल गाई चाहिँ मैले आउँछु भनेर जानुभयो हामी चाहिँ एक छौँ भ्लग गराउँदैछौँ यो भ्लग जतिजना जहाँबाट र जुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला किनभने मलाई खुसी लाग्छ मेरो भिडियो ठाउँबाट हेर्नुभएको छ भने मलाई धेरै खुसी लाग्छ होइन त्यसै गरी हाम्रा सरहरू पनि कस्तरी बाइकमा हिँड्नुहुन्छ सरहरू बाइकमा हिँड्न तर अब नमस्ते गर्ने वातावरण भएन अथवा ठाउँ भएन भनौँ त्यस्तै छ के नै रहेछ र 2 दिनको जिन्दगी स्कुल ल्यायो हिँड्यो सर इज्जत छ नपढेको होइन पढ्नु पनि धेरै खोजेको यो भिडियो गराएको सबैले टाढा हेर्दै हुनुहुन्छ घरबाट छत हामी चाहिँ घरमा आइसकेका छौँ अब घरमा आएपछि मैले क्यामेरा अफ गर्नेछु गाह्रो नमान्नु होला अर्को भिडियोमा अर्को नयाँ भिडियोमा फेरि म हजुरलाई मेरो आफ्नो अवतार देखाउने छु
बेलासम्म म क्यामेरा अवश्य अफ गर्नेछु, अवश्य। त्यो चाहिँ अफरोड भएकोले क्यामेरा हल्का हल्लियो होला। अब घर आइयो, म बोल्न पनि चाहन्न, यो भिडियो मेरो त्यो अब घर आइयो, यो घर हो। अब घर आएपछि भिडियो चाहिँ अफ गर्नुपर्छ भन्ने मेरो धारणा, मेरो जनचेतना। ल धन्यवाद, भिडियो हेरिराख्नु होला। अर्को नयाँ भिडियोको लागि कुरेर बस्नुभएको सबैलाई धेरै धेरै धन्यवाद।